हेलो गाइज, गुड मर्निङ, नमस्ते। यति बेला म अहिले ठ्याक्कै नारायणघाटमा छु। अब हिजो भर्खरको फिस हन्टिङमा यस्तो परेको छ है गाइज, यस्तो परेको छ। आमा बबालै छ यार। यो भन्छ सुच्चे बाम है गाइज, सुच्चे बाम। अब केही नभए नि एक पाउ छ पटङ्गा। यसले त पुरै औँलै छुडाल्छ फेरि। यो भोटी माछा गोल्डन सर पनि परेछ है, गोल्डन सर। यता अर्को फेरि के भन्छ यसलाई, फेरि के बाम भन्छ यसको, कौवा माछा भन्छ यसलाई फेरि। ए धेरै प्रकारको माछा नारायणीमा। यो झिँगे माछा, यो पटङ्गा भइहाल्यो, यो सर भइहाल्यो, यो बाम भइहाल्यो है। फेरि अब धोइ पखाली भइसक्यो, एकदम सरसफाइ भइसक्यो, यसको क्लिन भइसकेको छ। हेर्नु त कति सफा देखिएको छ। अनि तपाईँको लाइक कमेन्ट अनुसार फेरि अर्को फ्राई गरेको, अनि त्यसपछि झोल गराएको माछाको पनि भिडियो आउँछ है गाइस। हजुरको माग अनुसार आउँछ। माया गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है।